बाँधिएको छ डोरीमा झुन्डाएको छ तिमीहरू सिधै गएर चाहिँ त्यो बोर्डलाई पक्रेर थालेर चाहिँ क्लियर गरेर चाहिँ फेरि यहीँ आउनुपर्छ जसले फर्स्ट गएर त्यसलाई पक्रेर चुडाएर थालेर यहाँ आउँछ उसलाई चाहिँ फर्स्ट भनिनेछ ल त्यसरी नै सेकेन्ड हातले पक्रिनु पाउँदैन है खालि तिम्रो मुखले मात्रै तानेर चुडाएर चुडाएर लानु पर्यो टुटा हात पर्दैन मुकाल्न भन्दै डोरीमा टुटा भाग्याल कुद हाले जुलाई फाइटको लागि रेडी गर्नु ल सबैको भयो मेरो भएको छैन एकदम मान्दियो मेरो भएको छैन बस्नुपर्छ त्यहाँदेखि बाहिर निस्किनु हुँदैन है डल्लो अलिक यता बुझ्यो तिमीलाई थाहा छैन तिमीहरूको आफ्नो बलुन चाहिँ जगाउनु पर्यो अनि अरूको बलुन चाहिँ फुराउनु पर्छ अनि आफ्नो बलुन जसले जगायो त्यसले चाहिँ फर्स्ट हुन्छ बुझ्यो रेडी स्टेडी गो दोरी ल्याउनु त तिमीहरू एकदम आमा यो त जङ्गलमा क्या त्यो छोड्छ नि त्यो त्यो प्रकारको चाहिँ मतलब हो ग्राउन्ड तिमीले खेल्यो भने कहाँ यहाँ पछाडि दोरी छ त्यहाँदेखि दोरीदेखि बाहिर गयो भने चाहिँ के गर्ने आउट हो के गर्ने तिमीलाई सबै दोरीको नाप थाहा भयो ल दोरी चाहिँ क्रस गर्नु भएन तिमीहरू ल दोरीबाट दोरी चाहिँ आउटै थियो स्टेडी गो दोरी उता नै ग्रुप मिलेर एकजनालाई मार्नुपर्छ फेरि होस्
लेफ्टपट्टि लेफ्टमा एट्याक गर मान्छेलाई बिस्तारै मान्छेलाई छाडेर माथि छाड्दा हुन्छ लडाइँ गर्नु पर्दैन ढाड छाडेर One v one. Divya sini. Oh. Hello. Good morning, everyone. Firstly, I would like to say thanks to God for guiding us throughout this annual sport 2024. And today, I'm very happy to be here with you. We have watched different kinds of sport. We enjoy it very much today. I know you all have a good talent and ability. Today, we don't need an Olympic Games. You all are best players. I wish you all the best for your future. As you all know, as well. So सबै शिक्षकहरूलाई पनि एउटा इभेन्ट राखिएको छ र सर्वप्रथम चाहिँ हाम्रो मेल टिचर्सहरूको लागि चाहिँ यहाँ दोरी तान्ने जसलाई टग अफ वार भनिन्छ है र फिमेल टिचर्सहरूको लागि पनि टग अफ वार हुने रहेछ है र एकदमै चुडान्त हुने रहेछ र अब सबैजना मेल टिचर्सहरू including our major also can take part. सबैजना अब ग्राउन्डमा आएर टग अफ वारको लागि रेडी भइदिने ल दामी गयो यो म्याच दामी गयो यो म्याच एक राउन्ड छ होइन अझै
Come this side. Mine. Yes. सकेन 5 ले बोइजहरूको चाहिँ एकदमै इन्ट्रेस्टिङ भइसकेको छ।